यो पत्रिकावाला झोले परेछ कि क्या हो? हामीले छाप भनेको समाचार छाप्दैन त। सबै सत्य समाचार साँचो समाचार मात्रै छापेको छ। अब अहिले यहाँ सालो केटोलाई प्राधिकरण प्रमुख बनायो भनेर लेखा रहेछ। होइन, यसलाई नेपाली उखान थाहा छैन कि क्या हो? अब जो भन्छ मन्त्रीको सालो, बत्ती त्यसैले बालो। यसमा आश्चर्य मान्नुपर्ने कुरा के छ? हुन त म पार्टीको कार्यकर्तै हो नि, तर कसम घरिघरि यति कन्फ्युज हुन्छु कि म पार्टीको कार्यकर्ता हो कि बसको खलासी। जति मान्छे हाले पनि पुग्दैन। हुन त जति नै मान्छे हाले पनि के गर्नु, यी नेताहरूले हाम्रो लागि एक सुको खर्च गर्ने होइन। अब बरु आन्दोलनको लागि करोडौँ खर्च गर्छन्, आफू अरबौँको खेल खेल्छन्, हामीलाई त खोया। फेरि यो आजकल राजनीतिक माहौल पनि के साह्रो बिग्रेको। यो नेताहरूको अनुहार र आकाश धुम्मिएको देख्दा लाग्छ कि यो राजतन्त्र र पानी उस्तै हो। आउन खोजिरहेछ, आउन चाहिँ सकिरहेछ। यत्रो टाइम भइसक्यो, आज पनि कुराको 1-1.5 घन्टा। आज त जसरी पनि यी बुढालाई भेटेर अबदेखि म यस्तो काम गर्न सक्दिनँ भनेरै जाने हो। जेसीको आफूलाई फेरि पढ्न राम्रोसँग आउँदैन। अरूको अगाडि चाहिँ पढ्न आएको जस्तो गर्नु परेको छ। कुलमानले जनतालाई अँध्यारोमै राखेका थिए। स्वतन्त्र पत्रकारिता भनेको त यो हो नि त। बस यो पत्रिका चाहिँ ठिक रहेछ है। मन्त्रीज्यू नमस्कार। के भएछ फेरि यो झोरेलाई? नमस्कार, बस भाइ बस। यो जुङ्गा चाहिँ सरी मन्त्रीज्यू, सरी मन्त्रीज्यू, एउटा गम्भीर समस्या पऱ्यो क्या। त के भयो? पायल्स फिस्टुला कि पथरी? हुन त पथरी नै भयो नि मन्त्रीज्यू, तर मलाई होइन क्या, सरकारलाई। हेर्नु त सरकारको नाममा कति धेरै ढुङ्गा बर्सेको। ल यस्ता मजाक चाहिँ नगर है भाइ। त्यसको जिम्मा त मैले लिएको छु त। हो, यसो हेर्दाखेरि ढुङ्गा खाने जिम्मा त तिमीले लिएको छौ बुढा। अनि कि मन्त्रीज्यू, एउटा कुरा छ क्या, यहाँ आउनु न। के कुरा हो? अनि यो राजा चाहिँ कसलाई बनाउने? एकेटा यसलाई तानेर बाहिर लगिहाल्छ। ए होइन मन्त्रीज्यू, मजाक गरेको क्या। अब अरू सबै पार्टीका नेताहरू राजा ल्याउने भन्दै हिँडिरहेछन्। अनि तपाईँको धारणा चाहिँ के छ भनेर बुझ्न खोजेको क्या। के रा पालन जस्तो कुरा नगर न। झन् अघि नै भने होइन मैले, त्यस्ता मजाक नगर। त्यसको जिम्मा त मैले लिएको छु त। यसो पारा हेर्दाखेरि त राजा ल्याउने जिम्मा तिमीले लिएको छौ बुढा। अनि एउटा कुरा सुन भाइ, यो बेला मौकामा दाँत पनि माझ्ने गर्नु। मन्त्रीज्यू, यस्तो मजाक नगर्नुहोस् क्या। बरु तपाईँले एउटा समाचार थाहा पाउनु भयो? समाचार रे? कस्तो खालको समाचार? ए मन्त्रीज्यू, नेपालीहरूको खुसी र नेपालको भ्रष्टाचार त उस्तै भएछ नि। उस्तै भन्नाले कस्तो? एसियाकै नम्बर 1 मा परेछ क्या मन्त्रीज्यू। त परिहाल्छ नि, त्यसको जिम्मा त मैले लिएको छु नि त। भन्न खोजेको हो नेपालीहरूको खुसीको जिम्मा मात्रै मैले लिएको छु भन्न खोजेको नि फेरि। मलाई थाहा छ बुढा, जिब्रो चिप्लाइहाल्यो नि। मन्त्रीज्यू, म त विरक्तै लाग्न थालिसक्यो। जति गरे नि हुन्न, जति पैसै दिए पनि हाम्रो पार्टीमा कोही आउनै मान्दैनन्। नगरेको पनि कहाँ हो र? अस्ति पनि आन्दोलनमा ती 3 लिटर पेट्रोल दिएको हाम्रो आन्दोलन छोडेर डाँडातिर घुम्न गएछन्। अब ठिकै छ नि त भनेर मासु र रक्सी खुवाएको, खाएर झ्या भएपछि त हाम्रै पार्टीको झन्डा फालेर कोही गुवा रुने, कोही एक्सलाई फोन गर्ने, कोही त झन् दुर्गेश थापा देश बचाऊ भन्दै नारा लाउन थाले। त्यत्रो पैसा खर्च गर्दा पनि भेडाजले मजाक पो गरेछन्। होइन, तिनीहरूलाई थाहा छैन कि क्या हो? त्यसको जिम्मा त मैले लिएको छु नि त भनेर। त्यसो भए सुन, एउटा काम चाहिँ गर। यी भएभरका सबै विद्यार्थीलाई हाम्रो पार्टीमा प्रवेश गराऊ। त्यस पछाडि आन्दोलन पनि सफल, तिमी हामी सबै सफल। त्यसो भए त मेरो भिसा लगाइदिनु मन्त्रीज्यू। भिसा लगाइदिनु रे? होइन, फेरि किन भिसा लगाइदिनु पर्यो?
अब भयभरका सबै विद्यार्थी विदेशमै छन् त अब अलिअलि भएकालाई पनि नभनेको त ल्याउन नखोजेको कहाँ हो र अब मान्दैन अस्ति एउटा विद्यार्थी केटा त झन् के भन्दै थियो मलाई यो गणतन्त्रै मन पर्दैन गणतन्त्रमा बोल्नै पाइँदैन भनिरहेको थियो त त्यसलाई भनिदिनु पर्दैन थियो गणतन्त्रमा किन बोल्न पाइँदैन जति पनि बोल्न पाइन्छ सत्य पो बोल्न पाइँदैन त मन्त्रीज्यू अब त दिक्कै लागिसक्यो म पनि जान्छु विदेशतिर गएर बेल चाहिँ हान्छु आखिर जसो गरे पनि जानै पर्ने रहेछ क्यारे फेरि मजाक गर्यो झन् भन्दैछु मजाक नगर त्यसको जिम्मा त मैले लिएको छु त हो यसो हेर्दाखेरि सबै नेपालीलाई विदेश पठाउने जिम्मा चाहिँ तिमीले लिएको छौ बुढा ल त्यसो भए एउटा काम गर खर्च के कति लाग्छ त्यो म बेहोर्छु हाम्रो आन्दोलन फेरि गर्नुपर्छ तिमी यसरी रिसाएर भयो त भाइ तिमी यति मजाको फटा मान्छे छौ फटा रे यत्तिरिका फटा भन्न खोजेको फन्नी टाइपको भन्न खोजेको क्या भाइ त्यो हिसाबले त तिमी जन्मा फटा हो नि बुढा यत्तिको माल ज्यान भएको मान्छे कहाँ विदेश जाने कुरा गरिरहेको यहीँ हामीसँग मिलेर बसेर काम गर्ने हो नि होइन हौ मन्त्रीज्यू म छोरो मान्छे कसरी माल भए आँखा पो लाउँछ कि क्या हो तेरिका भाइ माल भनेको माया लाग्दो ज्यान भएको मान्छे पो भन्न खोजेको त कुरा बुझ न ल ठिकै छ त्यसो भए अहिले खाजा के खान्छौ केही मगाइदिउँ तिमी रिसाएको देख्दा चाहिँ तिमीले खाजामा चाहिँ मुसा खानुपर्छ जस्तो देखेँ मैले मुसा रे हेर्नु मन्त्रीज्यू मान्छे फटै भए पनि ज्यान मालै भए पनि यो मुसा बिरालो खाना चाहिँ मेरो संस्कारमा छैन है हेत्तेरिका भाइ मैले भन्न खोजेको तिमीले कुरै बुझेनौ क्या मुसा भनेको खाजामा मुलाको साग खाऊ रिसाए पनि आँखा चाहिँ देखिन्छ पो भन्न खोजेको त ल ठिकै छ त्यसो भए के तिमी चिची खान्छौ त चिची मासु खाने मासु होइन चिची भनेको चिया र चिउरा भन्न खोजेको यो चिया र चिउरा त नखाने मन्त्रीज्यू घाँटी मात्र पोल्छ यार ल ठिकै छ त्यसो भए तिम्रो यो माल ज्यान हेरिकन यो चिची भन्दा पनि तिमीले खानुपर्ने त मैले आची पो देखेँ त आची रे हेर्नु मन्त्रीज्यू म तपाईँको कार्यकर्ता हो भन्दैमा अब म तपाईँको आची खाँदै हिँड्छु त यस्तो काम त मैले अहिले खान छोडिसकेँ कुरै बुझेनौ क्या भाइ तिमीले त्यत्तिकै रिसाएर हुन्छ आची भनेको आलु चिउरा खाऊ पो भनेको त हेर्नु मन्त्रीज्यू तपाईँको यस्तो कुराहरू सुनेर नि मलाई त शङ्कै लाग्न थाल्यो तपाईँलाई रवि रोग त लागेको थियो हुँदा अब मावि रोग पनि लागेछ मावि रे होइन म त निभावी हो त हाटमै चिप्लेको फेरि यो रविको कुरा यहाँ कसरी आयो अब मन्त्रीज्यू जस्तालाई त्यस्तै रक्सीलाई सितन तपाईँलाई तपाईँकै पारामा भनेको नि अब रवि रोग भनेको चाहिँ रक्तचापको बिरामी त हुनुहुन्थ्यो हुँदा अब मावि भनेको चाहिँ मानसिक बिरामी पनि हुनुभएछ भन्न खोजेको क्या अनि यो अर्को कुरा यो झोले बन्ने काम बालेन भन्नुभएको छ के भन्छ झोले बन्ने काम बालेन भन्नुभएको छ सन्केर पनि हिँड्छ त जुङ्गा पनि ठाडो पारो त आफूलाई फेरि बिजुली चम्केको देख्दा पनि डर लाग्न थालेछ फेरि यो केटोले आएर घरि रविको नाम लियो घरि बालेनको नाम लियो त बालेन भन्नुभएको छ भन्यो के भन्यो शेरबहादुरजीको कुरा त बुझ्ने मान्छे म यो केटाको कुरा बुझ्नै सकिनँ एकचोटि फोन नगरी त हुँदै भएन फेरि के पर्यो किन फोन गरे ए भाइ होइन यो रविको कुरा त तिमीले बुझाएर गयौ यो बालेनको कुरा चाहिँ के हो फेरि त्यसको जिम्मा त मैले लिएको छु नि यो बालेन भन्नुभएको छ भनेको चाहिँ यो झोले बन्ने काम बाउले नगर भन्नुभएको छ भन्न खोजेको क्या ठ्याट राखिदिएको मैले के भन्छ केटो त यही केटोको चाहिँ अलिकति हाँस लागेको थियो यसैले चाहिँ सबै प्लान झन्डा नै गरिदियो अब झन्डा भनेको चाहिँ के हो भन्नुभएको होला झन्डा भनेको चाहिँ प्लानलाई झन् डामाडोल गरिदियो भन्न खोजेको
खतमै भयो नि